कुटेको भाँडो थियो। म यसमा चाहिँ आज यसमा यतिको 5-7 इन्चीको भाँडोमा चाहिँ साग, प्याज, लसुन, धनियाँहरू लगाउन मिल्छ। म आज यसमा धनियाँ लगाउन जाँदैछु। मसँग यस्तो टुक्रा कुहिएको प्याज थियो। यो प्याजलाई मैले यसरी ओछ्याएँ। अब यसको माथि म माटो राख्छु। यसरी यो प्याक अथवा यस्तै केही सुकेका पात पतिङ्गर हाम्रै कौसीबाट निस्केको विभिन्न सुकेका पातहरू यता त्यता गरेर यसरी यो भाँडाको तल राख्यो भने हाम्रो यो छतमा वेट पनि अलिकति कम हुन्छ र त्यसले मलको काम पनि गर्छ। पछि यो माटो मेरो एकदम मलिलो छ। हेर्नुहोस्, यो देख्न सक्नुहुन्छ गडेउला छन् यसरी। अब यो मल भयो। यो मल मैले सबैतिर बराबर राखेँ। अब यसलाई यसरी मोल दिने एकचोटि सबै ठाउँबाट। अब यो मल लियो यो। अब म यसमा यसलाई मैले अलिअलि सिलौटामा यसो गरगराएर 2 खप्टेर चाहिँ बनाएँ। अलिअलि चाहिँ यत्तिकै छ अरे पनि उम्रेर। मैले चाहिँ यहाँ अलि बाक्लो नै छरिदिनु लगाएँ किनभने अस्ति बिउ त्यति राम्रोसँग उम्रेको थिएन। अब यसलाई यहाँ मसँग यो बोरामा माटो थियो। यो माटो मैले अब यो माटोले पुर्दिएँ मैले यसलाई। यसरी लपक्क पुरै ढाकिने गरेर एक लेयर माटोले छोपिदिने। साह्रै बाक्लो लगाउनु पर्दैन। माटो टक्क बिउ छोपिने गरेर माटो लगाइदिने। सबै खिची नरहनु त धेरै दिन। अनि यो अलिअलि उम्रिन थालेपछि म यसलाई हटाइदिन्छु। यसरी गर्दा अब घामले तातो भएर यो अब मैले यसरी पानी राखिसकेँ। अब यसलाई चाहिँ अब गाउँघरतिर त हाम्रो पराल हुन्छ। परालले सर्लक्क ढाकिदिन्छ भने मेरो यहाँ पराल छैन। म परालको सट्टा यो कार्टुनको युज गर्छु। म यो कार्टुनलाई यसलाई ढपक्क ढाकिदिन्छु। अनि यो अलिअलि उम्रिन थालेपछि म यसलाई हटाइदिन्छु। यसरी गर्दा अब घामले तातो भएर यो अलिक छिटो उम्रिन सहयोग गर्छ। म मैले यसरी छोडेँ। अब यो पछि म यो कतिको उम्रिन्छ उम्रिन्न म हजुरलाई फेरि अर्को भिडियोमा देखाउने छु। अहिलेलाई बाई। अब मैले यसरी ढाकेर छोडेँ। अब यो कतिको उम्रिन्छ उम्रिँदैन के हुन्छ कतिको उम्रिन्छ म फेरि हजुरहरूलाई अर्को भिडियोमा देखाउने नै छु। आजलाई बाई।